अब पाँच पाण्डवको कुरा गरौं। पाँच पाण्डव भन्ने बित्तिकै हामी महाभारतका पाँच पाण्डवलाई सम्झिन्छौं हैन त। तर अहिले मैले यहाँ महाभारतका पाण्डवहरूको होइन, हाम्रै नेपालका कलाकारहरूलाई प्रमुख अभिनेताका रूपमा प्रस्तुत गरेर बनाइने सिनेमा पाँच पाण्डवको कुरा गरिरहेको छु। लास्ट शरणम भन्ने सिनेमाका निर्माता मध्येका एक नवीन श्रेष्ठले अहिले आएर फेरि ज्वाइँ साहब भन्ने सिनेमाका निर्देशक वसन्त निरौलालाई लिएर बनाउन लागेको सिनेमाको नाम हो पाँच पाण्डव, जसको अस्ति मंगलबार कमलादी गणेशस्थानमा शुभ मुहुर्त गरिसकिएको छ। चलचित्र पाँच पाण्डवको शुभ साइत गरिएको छ। मंगलबार कमलादी स्थित गणेश मन्दिरमा गरिएको शुभ साइतमा चलचित्रका मुख्य कलाकारहरू हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौला, निर्देशक वसन्त निरौला, लेखक सुशील पौडेल लगायतका कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा चलचित्रको स्क्रिप्ट पूजा गर्दै शुभ साइत गरिएको थियो। वसन्त निरौलाको निर्देशनमा बन्न लागेको चलचित्र पाँच पाण्डवमा हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौला, सीताराम कट्टेल धुर्मुस, सागर लम्सार बले लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। शीर्षक अनुसार चलचित्र धार्मिक नभएर सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक वसन्त निरौलाले बताएका छन्। चलचित्रमा पाँच पाण्डवको रूपमा 5 जना पुरुष मात्र रहने र त्यसमध्ये एकजनाको नाम केही दिनमा सार्वजनिक गरिने उनले बताएका छन्। जे होस्, निर्देशक निरौलाले पछिल्लो पटक ज्वाइँ साहब नामक चलचित्र निर्देशन गरेका थिए, जसको शीर्ष भूमिकामा जितु नेपालले अभिनय गरेका थिए। आगामी मंसिरबाट छायाङ्कन शुरू हुने चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन्। पेशाले पत्रकार समेत रहेका पौडेलले यसअघि प्रसादका 2 श्रृंखलाहरू पनि लेखेका थिए। चलचित्र पाँच पाण्डवलाई लास्ट शरणम निर्माण गरेका निर्माता नवीन श्रेष्ठले निर्माण गर्दैछन्। हामीले जानकारी पाए अनुसार पाँच पाण्डव भन्ने सिनेमाका लागि अहिलेसम्म 4 पाण्डव त फेला परिसकेका छन् भने 5औं पाण्डवको खोजी भइरहेको छ। जे होस्, महाभारत कालका 5 पाण्डवले कुरुक्षेत्रमा तहल्कै मचाएका थिए। अब हाम्रा यी 5 पाण्डवहरूले पनि आगामी दशैंमा महाभारत मचाउने सुर कसेका छन्।